हेलो दर्शक वृन्दहरु नमस्कार। स्वागत गर्न चाहन्छु मेरो केबीएस युट्युब च्यानलमा। आज मैले तपाईहरुलाई यो भिडियो शारदा नगरपालिका वडा नम्बर 15 हरलले यो आँपको बगैँचादेखि तपाईहरुलाई यो भिडियो देखाइरहेको छु। यो आँपको बगैँचा भन्ने बित्तिकै करिब 40 वर्ष अगाडिको कुरा जोडिन्छ यहाँ। किन जोडिन्छ भने यो भिडियोको ब्याकग्राउन्डमा तपाईहरुले देख्नु भएको होला आँपको बोटहरु। यो आँपको बोटहरु हाम्रो आदरणीय अंकल सिद्धकुमा गाउँपालिकाका मेयर आदरणीय अंकल भरत गिरीको बुवा स्वर्गीय तिलक राम गिरीले यो बगैँचा स्थापित गर्नुभएको थियो। फेरि पनि सोही ठाउँमा स्वर्गीय तिलक राम गिरीका सुपुत्र भरत गिरी आदरणीय अंकल मेयर सिद्धकुमा गाउँपालिकाका मेयर भरत गिरीले सोही ठाउँमा फेरि 111 वटा आँपका बोटहरु लिएर रोप्नु भएको छ र अझै यो आँपको बगैँचालाई सिद्धकुमा गाउँपालिकाका मेयर भरत गिरी र शारदा नगरपालिका वडा नम्बर 15 का वडा अध्यक्ष लोकमान बुढाथोकीले यो आँपको बगैँचालाई पर्यटकीय पार्क बनाउँछु भनेर प्रतिबद्धता जनाउनु भएको छ। उहाँहरूले यो प्रतिबद्धता जनाएसँगै यहाँका बासिन्दाहरू एकदमै खुसी छन्, हर्षित छन्। आशा छ उहाँहरूले गरेको यो प्रतिबद्धता छिट्टै पूरा होस्। शुभकामना छ उहाँहरूलाई। केही चीज पनि समयभन्दा पहिला हुन्न, मान्छे आत्तिन हुन्न, बेला आउँछ सबै चीजको। यता हो यता आउँछ सबैको तपाईको भवन बनाउने काम यहीमा लागेमा त हो। अब तपाईको सकभर यति गले सबैले अम्रे रोप्ने कार्यक्रम सकिसकेको छ लगभग गाइज। हेर्न सक्नुहुन्छ हाम्रो अम्रे आँप रोप्ने केटाहरू, ऊ पानी बोक्ने केटा। हाम्रो मेयर सिद्धकुमा त्यहाँनिर गम्रेको बेटा यति हो क्या यति बोड्डा लिकिन गरे हन अलिकति आफूलाई भएपछि त लालबालाई के हुन्छ र?
अहिलेलाई पो गएर लालो अलिकति आफ्नो भएन लालो हो त्यति साह्रै छ अहिले पसाउनु भएन पछि पसाए के हुन्न क्या तिनवटा बचाइदिए त्यो म माझले पट्टि उठाएर लाउनु गराउँछु भनेको लगाइज के छ भन्नु लगाएर पनि अब घेरबार गर्नु पर्यो होइन हेरबार गर्नु पर्यो पार्क हुन्छ त्यही गर्छ टक्क लगाएर वर्ष पुग्ने आइज ल बजेट राम्रै मान्छे हात पर्यो छ के हेर्नु त घप्रै पार्दैन एकचोटि अर्कोचोटि पानी हुनु नपाओस् बुनाउँछु के भोलि हाम्रो यो ठाउँमा पार्क बन्छ यो पार्कको नाम चाहिँ के राख्ने होला भने केटाहरू पार्कको नाम सोचौँला सबैले घर पलाऊ न पलाऊ के भयो भने ये लामाले गर्दा यो कम्ली पनि हरि हजुर नम्बर टिप्नु त हो यो मेरो एसएमको हैन धानको ठाउँमा त बिर्चा रोप्नु अब सबै आफै गर्ने हो हैन त्यो राम्रो कुरा हो आफै गर्ने जायमा गर्नु धानको छ अलिकति अब भोलि त्यो सरकारले सबै खेतिदिएको जुन्तलाई खेतिदिएको जुन्त गाइन सरकारले सबै यही ठाउँका जनता तर मात्रै पुगेको छैन अरूका छैन नेप्चाका अरूका लालबाल छैन अनि हो सबैलाई छैन अनि पाला छैन किन नपाल्नु अनि अब भोलि त भयो सबैले परे धरा पर्छ भोलितिर हामी केही दिइहाल्छ आफ्नो जामा दिइहाल्छ सबै मुन्सिपालिटीले एउटा विरोध गर्नुहुन्छ तपाईँलाई के भएको छ ल तपाईँको भिडियो आउँछ युट्युबमा भिडियो गर्नुहोस् सही कुरो हो त्यो यहाँबाट यता भएको कुरो छ कहाँबाट यो जहाँ माओवादी लगाएको यो स्वामीबाट यहाँबाट मोबाइल लगाबाट यहाँबाट अलि थियो त्यो छोरो गरे आउनु हिँड्नमा चाहिन्छ भयो लगाइस फाइनली आफ्रो सकियो अब हामी घर जाने